साथीहरू यति बेला चाहिँ हामी हेउन्डेको फादामा छौँ। फादामा चाहिँ पुरा आनन्द लिइरहेका छौँ यति बेला। यहाँ दृश्य पनि होइन रिल्याक्स छ। यता पनि यस्तो छ बस्ने ठाउँहरू। मानिसहरू पुरा तल स्विमिङ हानिरहेछ। बोसानको यो चाहिँ हेउन्डेको अगाडिको दृश्य तपाईँहरूले देख्न सक्नुहुन्छ। अब अलिकति अगाडि चाहिँ हेउन्डे फादा। यो चाहिँ बुसान हेउन्डे। हामी चाहिँ यति बेला दक्षिण कोरियाको हेउन्डे, यो चाहिँ हेउन्डेको समुद्र तट हेउन्डे बिच हुन्छ। यहाँ चाहिँ मानिस पनि धेरै छन् है। पानी पनि यस्तो छल्किन्छ पानी आउँछ कि यो एउटा गरिराख्ने खालको छ। र यतापट्टि पुरै यो हेउन्डेको यो ठुल्ठुलो अपार्टहरू देखिएको छ। अनि यो साइडमा अलिक ठुल्ठुलो अपार्टहरू छ। यतापट्टि अपार्टहरूमा लडिन्छ। पानी आज उफ्रिनु पर्ने छ कि छोड्नै भएको छैन त तपाईँ त्यसरी बस्नलाई। लडे पनि लड्दा पनि आउँदै यहाँ चाहिँ अझै प्रेस जाँदो रहेछ कि लाउनु त नुन खाइएको छ। आयो नुन वाह बबाल छ है साथीहरू। यो हेउन्डेमा अति रमाइलो भएको छ। विभिन्न दृश्यहरू चाहिँ हामीले साथीहरू यति बेला चाहिँ हामी हेउन्डेको फादामा छौँ। फादामा चाहिँ पुरा आनन्द लिइरहेका छौँ यति बेला। यहाँ दृश्य पनि होइन रिल्याक्स छ। यता पनि यस्तो छ बस्ने ठाउँहरू। मानिसहरू पुरा तल स्विमिङ हानिरहेछ। कसै चाहिँ फोटो खिच्नेहरू माथितिर बसेको छ पुरै। अब यो पुरै यो छाताहरूमा पुरै मान्छेहरू बस्ने रहेछ। यो छाता लियो भने मान्नुन्, यो उसको मान्नुन् लिँदो रहेछ। यो ट्युबको पनि मान्नुन्। डक्क समुद्रको पनि हाम्रो दाइ पनि पुरा थकाइ लागेर बसिराख्नु भएको छ अहिले। दाइ थकाइ लागेको छ कि छैन? लागेको छैन होइन? रमाइलो छ जोस् नि। भनौँ न पानीमा खेल्ने मानिसको सङ्ख्या अत्याधिक बढी देखिन्छ। र यहाँ चाहिँ कोरियाकै नम्बर 1 नै भन्छ यहाँ चाहिँ है, धेरै मान्छे हुने ठाउँ। यो ठाउँमा चाहिँ प्राय धेरै मान्छेहरू कोरिया आउने मान्छे चाहिँ आएकै नै हुन्छ। र म पनि पोहोर पनि आएको थिएँ र यसपालि पनि आइपुग्ने मौका जुर्यो। यता देख्न सक्नुहुन्छ यो साइडमा पुरै परसम्म मान्छे कति धेरै छ है। यस्तो शीतल भएको छ है, गर्मी नै छैन कि। मानिसहरू पनि कति धेरै देख्न सक्नुहुन्छ है साथीहरू।
वाह यतिसम्म त जान सकिन्छ खुट्टाले टेक्न सकिन्छ मजाले आयो भने भत्त उफ्रिनुपर्छ हिउँदे बिचमा तपाईहरु पनि आउनु होला यो ठाउँमा चाहिँ इन्जोय हुन्छ के गर्मीलाई चाहिँ छल्न सकिन्छ आनन्दले यहाँको भ्यू देख्न सक्नुहुन्छ यतापट्टि यो बुसान सहर छ अनि यतापट्टि पनि त्यही बुसान सहरकै छ छाल चाहिँ यस्तो आउँछ है छाल यस्तो आउँछ नदेखेर यार छाल पुरा आउँछ क्या उडेर त्यति बेला चाहिँ बवाल हुने मलाई चाहिँ तपाईँलाई नदेखिरहेको के होइन म त पानी आएपछि उब्रेपछि हुँदो रहेछ कि झम्मै नाकमा बस्छ कि कस्तो त नि उल्टै बनाइदिन्छ त मान्छे बबाल छ है ए यता नर्मल बोधाइ आज चाहिँ फुल इन्जोय गरेँ घर जानु मन लाग्यो अघि त अनि मोबाइलमै पानी पस्यो नि पस्यो फुत्तै आयो त ठुलो चाहिँ नै हो यसरी मन सक्दैन म त यसरी त एकदमले बस्दा त पल्टाइहाल्छ त्यो छालाउँदा त पल्टाइन्छ भुत्रुकै पल्टाइन्छ नेपाली रहेछ होइन नेपाली हो यति गरेपछि डुब्दैन कि आयो यो 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 एरियामा भन्दा पनि पर चाहिँ छाल उद्देश्य गर्दै आउँदाखेरि उता गएर पल्टाइदिन्छ क्या यता यी त्यति आएको छैन ओइ 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 भएन एङ्गलले हान त्यतापट्टि आउँछ कि उज्याल्छ नि त्यता त्यताको सहर राम्रो छ होइन आज चाहिँ हाम्रो दाइले पुरा इन्जोय गर्नुभएको छ कि टायरमा घर जानै मन लागेन तर एकदम नराम्रो तरिकाले बाल्नमा दल्यो कि पानीले एकचोटि चाहिँ दाइलाई दलिदियो नि अब चाहिँ नदल्ने खालको आइडियाले बसिरहेको छ दाइले त्यही हो खुसीको कुरो मान्छे कति हजार होला यहाँ हजारौँ छ क्या दाइ हजारौँ हजारौँ मान्छे चाहिँ यहाँ यो पछाडि पुरै मान्छे है यता यो साइडमा पुरै मान्छे छ पुरै मान्छे ल देख्न सक्नुहुन्छ साथीहरू कति धेरै मान्छे क्या यो हिँडेको यो पार्कमा मलाई चाहिँ बबालले लाग्यो के हो दाइ आयो गरसकाली लोटे वाटर पार्कमा भन्दा यहाँ रमाइलो भयो निकै तल आइहाल्छ त हौ दाइ नजानु हौ त यता आउनु यता धेरै पर गयो यार धेरै अग्लोमा गयो यार डर लाग्यो खोइ बुढा आउनु मलाई चाहिँ डर लाग्यो यार परमा गएको तान्दै लगेको जस्तो लाग्यो पुरै खै उता त धेरै गइरहेछ
उता धेरै गहिरो रहेछ म चाहिँ फर्किएँ कताबाट कता आइसो छोडेको छैन यो हिउँदै नआउने साथीहरूलाई यो चाहिँ गर्मी बिदामा एकचोटि आउनै पर्छ नआउने मान्छेले पछि त मान्यो आउनै पर्छ आयो